तपाईहरुलाई पनि यदि चस्मा हटाउने सर्जरी गर्न मन छ भने यो बेसिक कुराहरु तपाईले बुझ्नै पर्छ। एकछिन त्योभन्दा पहिला तपाईले के बुझ्नुस् भन्दाखेरि मैले रिफ्र्याक्टिभ सर्जरी किन नगरेको भनेर धेरै जनाको मनमा क्वेशन आइराखेको होला। सबैजनाले रिफ्र्याक्टिभ सर्जरी गर्न मिल्दैन, यसको क्राइटेरियाहरु हुन्छ हैन। तपाई पनि यो चेक गर्न जाने बेलामा चाहिँ तपाईको क्राइटेरिया पुगेन र सर्जरी गर्न मिलेन भने तपाई पनि म जस्तै चस्मा लगाएर फर्किनु पर्ने हुन्छ। त्यति नै भन्न थियो, भिडियोतिर लागौँ है त। नम्बर 1, चस्मा हटाउने सर्जरीलाई हामीले रिफ्र्याक्टिभ सर्जरी भन्छौं र सबै अप्थाल्मोलोजिस्ट अथवा आँखाको डाक्टरहरूले चाहिँ यो सर्जरी गर्नु हुँदैन। रिफ्र्याक्टिभ सर्जरी गर्ने डाक्टरलाई चाहिँ हामीले रिफ्र्याक्टिभ सर्जन भन्ने गर्छौं। तपाईलाई यदि चस्मा हटाउने सर्जरी गर्नु छ भने तपाईले रिफ्र्याक्टिभ सर्जनलाई चाहिँ गएर भेट्न पर्यो र सल्लाह लिनु पर्यो। अर्को कुरा भनेको तपाईको पावर हो। यदि पावर तपाईको चाहिँ हरेक चोटी चेक गर्दा बढिरहेको छ, पावर कन्ट्रोलमा छैन भने तपाईले सर्जरी गरेर फाइदा हुँदैन। जबसम्म तपाईको पावर स्टेबल हुँदैन तबसम्म तपाईले सर्जरीको बारेमा सोच्नु हुँदैन। यदि तपाईको लगभग 1 देखि 2 वर्षसम्म पावर स्टेबल छ र बढिरहेको छैन भने बल्ल तपाईले रिफ्र्याक्टिभ सर्जरीको बारेमा प्लान गर्न सक्नुहुन्छ। यदि तपाईको आँखामा पहिलेदेखि भिजन कम भएको अवस्था छ, जस्तै चस्मा लगाएर पनि भिजन आउँदैन, लेजी आई छ अथवा आँखामा कुनै रोगहरु छ भने तपाईले रिफ्र्याक्टिभ सर्जरी गर्न नमिल्न सक्छ। हो, सबैजना रिफ्र्याक्टिभ सर्जरीको लागि एलिजिबल हुँदैन। यसको क्राइटेरियाहरु हुन्छ। कतिपय मान्छेहरु चाहिँ रिफ्र्याक्टिभ सर्जरी गर्छु भनेर जानुहुन्छ र एलिजिबिलिटी टेस्ट गर्ने बेलामा सर्जरी गर्न नमिलेर चाहिँ फर्किनुहुन्छ। रिफ्र्याक्टिभ सर्जरी डिफरेन्ट टाइप्सको हुन्छ र सबैजनालाई एउटै सर्जरी हुन्छ भन्ने हुँदैन। कसैले ल्यासिक गर्नुपर्ने होला, कसैलाई स्माइल गर्नुपर्ने होला, कसैले स्मार्ट साइड होला, कसैलाई कन्ट्युरा होला। सो तपाईको मान्छेको पावर अनुसार, कन्डिसन अनुसार चाहिँ डाक्टरले तपाईलाई कुन सर्जरी गर्दा बेस्ट हुन्छ सजेस्ट गरिदिनुहुन्छ। रिफ्र्याक्टिभ सर्जरी गर्ने भनेको आँखाको नानीमा हो, जसलाई हामीले कोर्निया भन्ने गर्छौं। तपाईको यदि कोर्नियामा केही समस्या छ अथवा कोर्निया पातलो छ भने सर्जरी गर्न मिल्दैन। यदि तपाई कन्ट्याक्ट लेन्स वेयर हो भने तपाईले कन्ट्याक्ट लेन्स केही समय नलगाएर बल्ल चेक गर्न जानुपर्ने हुन्छ। कन्ट्याक्ट लेन्स लगाउँदाखेरि आँखाको नानीमा केही फेरबदल, मोर्फोलोजीमा केही चेन्जेसहरु आएको हुन सक्छ। त्यसले गर्दा रिडिङ राम्रो नआउन सक्छ। त्यही भएर यदि तपाईले रिफ्र्याक्टिभ सर्जरीको लागि टेस्ट गर्न जाँदै हुनुहुन्छ भने तपाईले 1-2 महिना चाहिँ कन्ट्याक्ट लेन्स नलागेको अवस्था चाहिँ हुनुपर्छ। आई होप तपाईले रिफ्र्याक्टिभ सर्जरीको बारेमा केही कुराहरु बुझ्नु भएको होला। यस्तै आँखा सम्बन्धी भिडियोको लागि मलाई फलो गर्न सक्नुहुन्छ। केही क्वेशन्सहरु छ भने फेसबुक अथवा इन्स्टाग्राममा मेसेज गर्नु होला। हस् आजलाई यति नै। थ्यांक यू भेरी मच।